हेलो गाइज नमस्ते दिस इज मी मिस्टर एसबिजी ब्लग तपाईँहरूलाई म चाहिँ आज चाहिँ अहिलेकै नेपालको सबभन्दा अर्ग्यानिक एन्ड एकदम स्विट फल जुन चाहिँ जङ्गलमा पाउँछ त्यो हाम्रो त्यो पोखरातिर होइन त्यो वरिपरि पाउँदैन। सो यो खानको लागि स्याङ्जा जिल्ला मनोकामना गाविस वार्ड नम्बर 7 बिरो गाउँपालिका जानुपर्छ। तसर्थ आज म तपाईँहरूलाई एउटा जुन फल नेपालको एकदम दामी फल रातो मिठो गुलियो यहाँ हेर्नुहोस् यो के हो काफल टपरी टपरी यो के को टपरी थाहा छ के को टपरी थाहा छ यस्तो टपरी तपाईँहरूले खोजेर पनि पाउनुहुन्न। सो यो म आफै सिलाएको हेर्नुहोस् है कस्तो दामी सिला छ होइन दामी सिला छ। अब यो काफल हो जुन चाहिँ मैले यहाँ यो रुखमा टिपेको दिस इज यो काफलको बोट हो दिस इज काफलको बोट है। सो यहाँबाट यो यसमा फलेको यो चाहिँ 1 वर्ष लाग्छ वर्षमा वार्षिक फल हो यो 1 वर्षमा एकचोटि पाक्छ। सो आज चाहिँ म चाहिँ हाम्रो गाउँमा आउने बेलामा चाहिँ भतेर खान आएको थिएँ त्यसपछि चाहिँ भतेर सबै खाइसकेपछि फेरि जङ्गलतिर डुल्न आएको यसो स्वच्छ हावा लिउँ भने पोखराको त्यो दूषित हावा कति लिने। सो प्राकृतिक हावा लिनको लागि प्राकृतिक फुलको टेस्ट होइन प्राकृतिक फ्रुटहरूको टेस्ट लिनको लागि यो जङ्गलको जुन चाहिँ फ्रीमा पाइन्छ। पोखरामा यसलाई किलोलाई कति पर्छ थाहा छ यो किलोको 1500 छ तर यहाँ हाम्रो गाउँमा आयो भने फ्री कति खाने आउनुहोस्। सो म तपाईँहरूलाई आज देखाउँछु यो फल हो काफल। सो काफलको बोट यही हो। सो कति मिठो छ हेर यही हो काफल म खाएर देखाउँछु तपाईँहरूलाई कति मिठो छ ओहो आउनुहोस् काफलको टेस्ट लिनु। धन्यवाद।